ओके के र यता हेर त 5/100 यहाँ के भयो 5/100 15/100 15/25/100 भन्छ 100 गायब छ कि छैन 100 हराइरहेको छ अनि 100 यो फ्र्याक्सनलाई हामीले इन्टु 100 गरेर पर्सेन्ट राख्यो भने यो 100 ले 100 लाई त डिभाइड गर्छ नि हो के न फेरि इन्टु 100 यसरी काट्न मिल्छ किन मिल्छ किनभने 100 ले 100 लाई डिभाइड गर्दाखेरि एक पटक जान्छ नि कपाल मिलाएर बस है यसले यसलाई डिभाइड गरौँ 25 भयो भनेपछि माथि जे छ त्यही नै आछ माथि जे छ त्यही आछ भनेपछि अब यहाँबाट एउटा रुल पत्ता लगाउँदा एउटा रुल के पत्ता लगाउन सक्छौं भन्दाखेरि फ्र्याक्सनलाई पर्सेन्टेजमा लान पर्सेन्टमा लाँदा के हुन्छ भन त ल फ्र्याक्सनलाई पर्सेन्टमा लाँदा फ्र्याक्सनलाई पर्सेन्टमा लाँदा 100 ले मल्टिप्लाई गरेर के राख्ने पर्सेन्ट साइन राख्ने फ्र्याक्सनमा के लाँदा पर्सेन्टेजमा लाँदा फ्र्याक्सनलाई पर्सेन्टेजमा लाँदा 100 ले मल्टिप्लाई पर्सेन्टेजलाई फ्र्याक्सनमा लाँदा 100 ले डिभाइड र पर्सेन्टको साइन चाहिँ के हुन्छ त हट्छ है यो रुलहरुको आधारमा हामीले अब के गर्न सक्छौं त फ्र्याक्सन छ भने पर्सेन्टमा लान सक्छौं पर्सेन्ट छ भने फ्र्याक्सनमा लान सक्छौं नम्बर ए मा पेज 108 को ए मा के भनेको छ राइट इन पर्सेन्टेज भनेको छ हामीलाई 68/100 अब हामीलाई थाहा छ कि त्यो अघिको कन्सेप्ट अनुसार हामी सिधै 100 ले मल्टिप्लाई गरेर राख्न पनि सक्छौं नभए डाइरेक्ट यसलाई हामी यो आउट अफ 6/100 भएको हुनाले 68% लेख्न पनि सक्छौं हैन भनेपछि अब हामी जुन यो कन्भर्जन चार्ट छ त्यो कन्भर्जन चार्टकै अनुसार हामी गर्न सक्छौं भनेपछि 68/100 यो फ्र्याक्सन बनाएको छ फ्र्याक्सनलाई पर्सेन्टेजमा लान के गर्ने त मल्टिप्लाई 100% 100 क्यान्सल 68 का के भयो त पर्सेन्ट है यसरी हामी फ्र्याक्सनलाई पर्सेन्टमा लाँदा 100 ले मल्टिप्लाई गरेर पर्सेन्ट साइन राख्नु पर्ने छ र कन्भर्ट इन्टु पर्सेन्टेज अरु नम्बरहरु पनि छ है त्यहाँ 1/2 यो केमा छ फ्र्याक्सनमा छ केमा छ रे फ्र्याक्सनमा छ अब यो 1/2 फ्र्याक्सनमा भएको हुनाले यसलाई हामी दुई तरिकाबाट गर्न सक्छौं यदि डिनोमिनेटरको नम्बरले 100 लाई डिभाइड हुन्छ भने त्यो डिनोमिनेटरलाई 100 बनाएर पनि गर्छौं सिधै हैन डिनोमिनेटरलाई 100 बनाएर गर्छौं यदि डिभाइड गर्ने नम्बर छैन भने अथवा अरु तरिकाबाट गर्दाखेरि यसलाई डाइरेक्ट 100 ले मल्टिप्लाई गरेर पनि हामी के गर्न सक्छौं त फ्र्याक्सनलाई पर्सेन्टेजमा लान सक्छौं अब फर्स्ट मेथड हेरौं है त फर्स्ट मेथड भनेको चाहिँ यसलाई के गर्न सक्छौं भन्दाखेरि यो डिनोमिनेटरमा यहाँ 2 छ 2 ले 100 लाई डिभाइड जान्छ कति पटक 50 पटक जान्छ 50 पटक जान्छ त्यही भएर यो डिनोमिनेटर 100 भयो 2 * 50 भनेको 100 भयो भने 100 भयो अब इन्टु 50 भने डिनोमिनेटरमा 50 ले मल्टिप्लाई गर्यो भने न्युमरेटरमा पनि के गर्नु पर्छ 50 नै राख्नु पर्यो अब मल्टिप्लाई गरौँ 150 यसलाई सिधै हामी पर्सेन्टमा राख्दिन सक्छौं किनभने 100 भएको हुनाले इन्टु 100 गरेर राख्दा नि भयो इन्टु 100 गरेर राख्दाखेरि पनि 50% आउँछ 100 कट्छ
100 काट्छ र 50% भयो। यसरीको पनि गर्न सक्छौँ। अर्को मेथड अल्टरनेटिभ मेथड है, अल्टरनेटिभ मेथडबाट गर्दाखेरि यसरी गर्न सक्छौँ। जस्तो 1/2 भन्ने फ्र्याक्सनलाई हामी के गर्दैछौँ त, यो फ्र्याक्सनलाई हामीले पर्सेन्टेज साइन भएकोमा लाँदैछौँ भनेपछि फ्र्याक्सनलाई पर्सेन्टेजमा लाँदा के गर्ने, 100 ले के गर्ने मल्टिप्लाई गर्ने, 1 × 100 गर्ने बाई 2 पर्सेन्ट को पर्सेन्ट, 1 ले 100 लाई डिभाइड गर्दाखेरि 100/2% भाग गर डिभाइड गर कति आउँछ 50%। पुरो उयो हो नि त, जुन तरिकाबाट सजिलो लाग्छ त्यही तरिकाबाट गर्दा हुन्छ है।